गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ म भेटारमा छु र अहिले बिहानको 6 बजेको छ र म चाहिँ राइट नाउ हाइड अवे होटेलमा छु र हामी हिजो चाहिँ कामको सिलसिलामा यहाँ स्टे गरेका थियौँ। सो यस्तो हिल स्टेसन अथवा पहाडमा बस्दाखेरि चाहिँ सबैभन्दा राम्रो कुरा के हो भने यु गेट टु सी दिस ब्युटिफुल भ्यू फ्रम यो स्टे बसेको ठाउँबाट राम्रो एउटा भ्यू देखिन्छ। सो आज म चाहिँ तपाईँहरूलाई म बसेको होटल कस्तो थियो र त्यहाँबाट कस्तो खालको भ्यू देखिन्छ भन्ने कुराहरू चाहिँ देखाउन गइरहेको छु। सो म चाहिँ बिहानै उठेर चाहिँ हिजो कामले गर्दाखेरि सुट गर्न पाएन, क्लिपहरू भिडियोहरू क्लिप गर्न पाएन। सो यो चाहिँ हाइडवे को पार्किङ एरिया। यदि तपाईँ भेटार आउनुभयो भने चाहिँ तपाईँ हाइड अवे चाहिँ पक्कै पनि आउनु होला, किनभने यति राम्रो भ्यू चाहिँ यहाँबाट देखिन्छ। सो यु क्यान स्टे हियर। यहाँबाट चाहिँ तपाईँले चाहिँ एकदमै राम्रो भ्यू देख्न सक्नुहुन्छ। सो म तपाईँलाई हाइड अवेको सबै कुराहरू चाहिँ बिस्तारै देखाउन गइरहेको छु। सो अहिले चाहिँ म प्रिमियर हाइड अवे होटल आइसकेको छु। सो यहाँको चाहिँ इन्ट्री यो तरिकाको छ है। तपाईँको के भन्छ, यहाँनिर हाइड अवे होटल आउनुभयो भने चाहिँ यानि भेटार आउनुभयो भने चाहिँ तपाईँले सायद यतिको राम्रो र यतिको राम्रो हस्पिटालिटी यहाँको स्टाफहरूदेखि लिएर सबै कति मजाको क्या। अनि बस्दा पनि लाइक आफ्नै घरमा बसे जस्तो फिल हुने है। म तपाईँलाई यो होटलको सबै डिटेलहरू चाहिँ बुझाइदिन्छु है। सो यहाँनिर तपाईँले इन्ट्री गर्ने बित्तिकै सबैभन्दा राम्रो भनेको चाहिँ मलाई लाग्ने भनेको चाहिँ जब नेपाललाई फिचर गरेर चाहिँ यसरी माउन्टेनको पेन्टिङहरू राखिएको छ यहाँनिर, त्यसपछि यहाँनिर हेर्न कति मजाले एउटा पिस शान्तिको प्रतीकको रूपमा चाहिँ गौतम बुद्धको यहाँ इमेज छ। त्यसपछि यसरी तपाईँले यहाँनिर लबीबाट इन्ट्री गरेर चाहिँ तपाईँले के भन्छ यसरी हाइडवे क्याफेको चाहिँ यहाँनिर ब्यानर देख्नुहुन्छ। सो यु गेट इट। तपाईँ त्यसपछि रिसेप्सन जोनमा आउनुहुन्छ। यो रिसेप्सन जोनमा आइसकेपछि चाहिँ के भन्छ आफूलाई मन परेको रुम अथवा स्पेस लिन पाइयो र म तपाईँहरूलाई म बसेको रुम देखाउन गइरहेको छु। सो मेरो बसेको रुम चाहिँ तपाईँको 201 थियो। सो मेरो चाबी कहाँ छ? सो तपाईँको रुमको इन्ट्री गरिसकेपछि चाहिँ कस्तो छ भने यो टाइपको स्पेस छ है। मेरो कुशल भाइ बिचरा सुतिरहेछ, आई डोन्ट नो कि म यहाँ भ्लग बनाउँदैछु भनेर। सो इन्टेरियर पनि कस्तो मजाले लाइक के भन्छ सबै एउटा थेम म्याच गरेर बनाइएको छ होइन यहाँको। सो यहाँको बेस्ट पार्ट के हो भने यहाँनिर टक्क टिभी युनिट छ, एसी छ, अनि के भन्छ राख्नको लागि हाम्रो लगेजहरू राख्नको लागि कपबोर्ड, अनि यहाँनिर कस्तो मजाले यसरी ऐना छ है। त्यसपछि यहाँनिर कफी सुगरहरू सबै राखिदिएको छ, केटल पनि छ। सो वाट अ ब्युटिफुल पिक्चर हियर। भाइलाई डिस्टर्ब नगरौँ। सबभन्दा मेन चाहिँ के गरौँ भने यहाँको सबैभन्दा ब्युटिफुल भ्यू हेरौँ है त। सर तपाईँ यसरी आइसकेपछि चाहिँ टक्क यो यति राम्रो ब्युटिफुल भ्यू देख्न पाउनुहुन्छ यहाँ तपाईँहरूले होइन। हेरौँ न, एकछिन साइलेन्ट भएर बस्यो भने चराको आवाजदेखि लिएर के देखिन्छ क्या। मैले यो क्यामेरा एकछिन यहाँ राख्थेँ है त। सो यो तरिकाको चाहिँ सिन चाहिँ तपाईँले यो हाइडवेमा आइसकेपछि चाहिँ देख्न पाउनुहुन्छ। सायद यस्तो खालको इन्भाइरोमेन्ट अथवा यति के भन्छ भ्यू चाहिँ कुनै ठाउँबाट सायदै देखिएला यो भेटारमा तपाईँ बस्न आँटेको ठाउँबाट है। सो यो चाहिँ भेटा रहेको छ र यो भिडियो मैले एज अ मेमोरी बनाएको छु है। हामी कामको सिलसिलामा यहाँ आएका थियौँ र वी प्लान टु स्टे हियर। हाम्रो काम अझै पनि सकेको छैन। सो वाट अ ब्युटी। यस्तो छ, कति रमाइलो छ। म तपाईँहरूलाई मुनिको रेस्टुरेन्टको पार्टहरू पनि देखाउँछु। सो यो चाहिँ यहाँको रुम हो है, एकदमै राम्रो छ। सो म चाहिँ अब यहाँबाट
तल जान्छु रेस्टुरेन्टमा ओके अब म यहाँबाट मुभ भएँ सो म यहाँबाट रुमबाट निस्किसकेपछि म यसरी अब तल रेस्टुरेन्टमा जानेवाला छु र यहाँनिर पनि एउटा बाल्कनी छ यहाँबाट पनि तपाईँले चाहिँ यसरी राम्रो भ्यू देख्न पाउनुहुन्छ है तराईको गर्मीमा वाक्क लागिरहेको बेलामा यस्तो राम्रो ठाउँमा बिहान बिहानै उठ्न पाउनु पनि एउटा सौभाग्यको कुरा हो है र अब हामी तल जान्छौँ यहाँ फोन बजिरहेको छ सो सुन्ने सरले चाहिँ यो हरेक के भन्छ होटलको कर्नरहरूमा पेन्टिङ अनि यो लाइटहरू चाहिँ एकदम मजाले प्ले गर्नुभएको रहेछ क्या उहाँले यो एकदम मन पर्यो मलाई है सो यो चाहिँ अहिले होटलको रिसेप्सन सरी होटलको के भन्छ रेस्टुरेन्ट एरिया हो सो रेस्टुरेन्ट एरिया पनि कस्तो मजाले यसरी सजाइएको छ होइन सो मैले यहाँ डिस्टर्ब गरेँ सो यो कर्नर पनि एकदमै राम्रो छ क्या एउटा एकदम राम्रो कर्नर छ बेलुका डिनर गर्नको लागि चाहिँ साथीभाइसँग एकदमै राम्रो ठाउँ हो यो है सो यसरी चाहिँ तपाईँ मस्ट अफोर्डेबल प्राइस अनि एकदमै राम्रो नेचुरल ब्युटी अनि के भन्छ आफ्नो एउटा स्टेको चाहिँ भरपुर रमाइलो अथवा भरपुर एउटा आनन्द लिन चाहनुहुन्छ भने चाहिँ के भन्छ यो होटल चाहिँ एकदमै राम्रो होटल छ मैले प्रोमो गरेँ होइन बट मलाई मेरो साथी अभिषेकले भनेको थियो कि हाइडवे चाहिँ भेटाको एकदम राम्रो होटल छ भनेको थियो र आज मैले त्यो फिल गरेँ यो चाहिँ अरूले भनेको मात्र नभएर चाहिँ आफै बस्दाखेरि पनि यो फिल हुने रहेछ कि हेरौँ न योबाट यसरी सर यत्रो भ्यू एङ्गल त कुन चाहिँ होटलमा होला क्या भेडारको हार्डली छ अनि यति सफा राम्रो र के भन्छ खानाहरू है सेफ त हिजो हामीसँग आधी एक घन्टा गफ गरेर बसेकोलाई कति फ्रेन्डली के है अनि यहाँको स्टाफ भाइहरू पनि है सबै कति रमाइलो राम्रो मजाको होइन अनि लाइक के भन्छ हामीलाई त यो कति चाँडो राति 11-12 बजी पनि 12 बजी भने पनि थाहा नभयो क्या गफ गर्दा गर्दै सो मेबी यही हो हाइडवेको चाहिँ एउटा विशेषता सुन्नुसले यहाँको चाहिँ एकदमै राम्रो म्यानेजमेन्ट र हस्पिटालिटीमा चाहिँ ध्यान दिनुभएको रहेछ है किनभने होटलको स्ट्रक्चर अनि होटलको के भन्छ सबै कुरा त प्राय राम्रो नै हुन्छ तर त्यहाँको स्टाफको बिहेभियर अनि म्यानेजमेन्ट अनि फुडको टाइमिङदेखि लिएर सबै कुरा चाहिँ हार्डली पाइन्छ सो पानी पलापला जस्तो छ है सो बाई गाइज यो चाहिँ मैले तपाईँहरूलाई देखाउन आँटेको हाइडवेको के भन्छ सानो रिभ्यू मैले भिडियो युट्युबमा हाल्न गइरहेको छु सो दिस इज इट अब के देखाउँ योभन्दा है र एकछिनमा म तपाईँलाई ब्रेकफास्ट पनि देखाउँछु ब्रेकफास्ट हामी लिन गइरहेका छौँ अहिले चाहिँ कोही पनि उठाएको छैन मेबी यो टेम्परेचरले गर्दाखेरि सबै सुतिरहेको छ है बट एनिवे सो यो चाहिँ हाइडवे क्याफेबाट देखिने भ्यू है बर्ड चराहरू यस्तो मजाले यहाँ आइरहेछ सो यहाँबाट तपाईँले चाहिँ यस्तो ब्युटिफुल नेचुरल भ्यू देख्न सक्नुहुन्छ र हाइडवेको के भन्छ विशेषता के हो भने यो होटलको चाहिँ प्रत्येक रुममा बाल्कनी छ क्या 1 2 3 होइन सबै रुमहरूमा बाल्कनी छ अनि म बसेको होटलको रुम चाहिँ त्यो अहिले म त्यहाँ पनि पुग्छु सो यहाँनिर के भन्छ तपाईँले यहाँबाट स्काई वाक पनि देख्न पाउनुहुन्छ र यहाँबाट डिफ्रेन्ट हिलहरू पनि देखिएको छ यहाँबाट धनकुटा पनि देखिन्छ है सो यो चाहिँ एकदमै राम्रो ठाउँ छ क्या अनि यो होटल चाहिँ यो तरिकाले बनेको छ कि यहाँनिर तपाईँको के भन्छ इभिनिङ तपाईँ राति 11-12 बजीसम्म पनि आनन्दले यहाँनिर चाहिँ यहाँको खाना प्लस सबै कुरा इन्जोय गर्दै चाहिँ यहाँ बस्न सक्नुहुन्छ सो म तपाईँलाई यहाँको चाहिँ रेस्टुरेन्टतिर लग्दैछु है त के अरे सो अहिले चाहिँ कति बज्यो गुड मर्निङ कुशल के छ निन्द्रा पुग्यो कति बज्यो अहिले ठ्याक्कै 6 बज्यो हेर
यति राम्रो भ्यू बाहिर छ। ओइ ल्या के भन्छ बादलले मेरो भ्यू छेक्ला जस्तो भयो यार। वाउ अब अझ यहाँनिर के भन्छ टक्कसँगले चाहिँ घाम लाग्दै गरेको देख्यो भने चाहिँ कति मजा होला क्या। प्रायः जसो होटलको रुममा बस्दाखेरि चाहिँ है लाइक के भन्छ बिहानै यहाँनिर एउटा ट्रेमा चाहिँ तपाईँको के भन्छ कफी, त्यसपछि सुगर, अनि त्यसपछि चिया अनि केहरू राखिदिएको हुन्छ। सो बेस्ट पार्ट इज टु प्रिपेयर योर सेल्फ योर कफी है। कफी आफै बनाउने अनि कफी बनाइसकेपछि चाहिँ त्यो भ्यूमा गएर आनन्दले खाने। यो पनि अ टाइप अफ थेरापी हो है बिहान बिहानै। सो दिस इज अल्सो बेस्ट पार्ट अफ हाइड अवे। सो मेरो कफी रेडी भयो र म चाहिँ अब यहाँ बसेर बाहिर बसेर आई इन्जोय माई कफी है त। सो म कुशल अझै उसलाई निद्रा पुगेको छैन। सो म लाइट अफ गरेर आउँछु सो द्याट माई बोय क्यान स्लिप वेल। ओके सो गुड नाइट टु हिम। कुशल गुड नाइट। सो मेरो चाहिँ गुड मर्निङ, कुशलको चाहिँ गुड नाइट। सो जाडो जाडो छ, चिसो चिसो छ, बट ओके नाइस बस्ने हो है। सो टक्कसँगले यसरी कफी ल ठिक छ। सो म यहाँ अब यो टाइम ल्याप्स राखिदिन्छु। सो लेट्स सी यहाँ 10 मिनटमा यहाँको के भन्छ सिन कस्तो हुन्छ है त। तपाईँ हाइड अवे आउनुभयो भने चाहिँ यहाँनिर हाम्रो अम्बर दाई हुनुहुन्छ। सो कुनै पनि केही कुरा हेल्प गर्नु पऱ्यो चाहियो भने चाहिँ दाइले हेल्प गर्नुहुन्छ कि नै दाइ? मजाले हेल्प गर्नुहुन्छ तपाईँले। हाइड अवे आउँदाखेरि चाहिँ के भन्छ दाइलाई सम्झिँदा पनि हुन्छ। पहाडको हावा नै बेग्लै छ क्या। टक्क मुनि बादल है, माथि पहाड, के भन्छ गाडीको आवाज, शान्त तरिकाले बस्दाखेरि चराचुरुङ्गीको कुहु गरेको आवाज, चिरबिर चिरबिर गरेको आवाज। मेरो पछाडिपट्टि चाहिँ हिरे मोती तुना भन्ने गीत बजिरहेछ। कैलाश खेर मेबी है, मलाई त त्यति आइडिया पनि छैन। सो पहाड नेपाल सबैभन्दा राम्रो कुरा नेपाल बस्नुको यही हो क्या। लाइक तपाईँलाई आफ्नो गाउँ ठाउँ जन्मेको हुर्केको एकदमै प्यारो लाग्छ नि त सबैलाई। अनि हामी यति राम्रो ठाउँ है, म तराईमा बसिरहेको हुन्छु अनि इटरीमा बसिरहेको हुन्छु। सो त्यहाँबाट लाइक मलाई पहाड हेर्न मन लाग्यो, हरियाली वन जङ्गल हेर्न मन लाग्यो भने म जस्ट 15 देखि 20 मिनटको राइडमा, म्याक्सिमम् आधी घन्टाको राइडमा चाहिँ म यस्तो राम्रो ठाउँ आउन पाउँछु है। अनि यहाँको हावा पानीले मलाई मेरो बाल्यकाल याद गराउँछ। र आज पनि क्या लाइक मेरो मम्मी लगभग 9-10 दिन भयो पहाड जानुभयो है।
मलाई त्यो तराईको हावा तराईको के भन्छ गर्मीमा बस्नै गाह्रो भयो क्या किनभने हामी पहाडमा हुर्कायो क्या हाम्रो त्यो ब्लडमा हाम्रो त्यो मनमा हाम्रो त्यो जिउमै पहाडको त्यो हावा छ क्या कुना काप्चामा त्यो मनमा हाम्रो त्यो पहाड बसेको छ क्या हामीलाई त्यहाँको के भन्छ साग सब्जी गुन्द्रुक त्यहाँको खाना सबै एकदमै मिठो लाग्छ क्या अनि एकदमै रमाउँदै हुनुहुन्छ क्या मम्मी त्यहाँनिर है बाध्यताले गर्दाखेरि हामी तराई बस्नु परे तापनि लाइक पहाडमा एउटा छुट्टै आनन्द छ क्या एटलिस्ट गर्मी छैन एटलिस्ट एसी युज गर्नु पर्दैन यहाँको यो फ्रेस हावा नै काफी छ क्या मेरो पनि विस छ एउटा कि यस्तै एउटा हिल स्टेसनमा छ एउटा आफ्नो क्याफे होस् लाइक मुसाफिर क्याफे मुसाफिर क्याफे यस्तै ठाउँमा थियो त्यो क्याफेको लोकेसन मेबी एउटा क्याफे त हुनैपर्छ यार यो ठाउँमा मेरो एटलिस्ट आफ्ना लागि सायद भेटार धेरैजनाको लागि चाहिँ बेस्ट प्लेस टु स्टे होला है त्यही भएर भ्याकेसन त्यही भएर छुट्टी सानो ब्रेक हुँदाखेरि पनि मान्छेहरू चाहिँ आइरहेको हुन्छ बादल त्यहाँनिर मस्त सुर्र हिँडिरहेछ है त्यहाँनिर एउटा दुईटा तिनवटा घर रहेछ कति आनन्द होला क्या त्यहाँको मान्छेलाई साग सब्जी होइन बाली नाली यहाँबाट धनकुटा बजार पनि देखिरहेको छ सो बेस्ट प्लेसै होला यो मलाई त एकदम मनपर्छ अनि सुनिल सरले बनाउनु भएको यो हाइट अवे है सरलाई मान्छेहरूमा एउटा इमेजिनेसन गरेर थ्रु स्ट्रक्चर बनाएर है भिजिटर्सहरूलाई बेस्ट अफ द बेस्ट सर्भिस दिएर चान्चुन कुरा होइन यो जो कहिले सक्दैन So Sanjay Puri is designing the conceptual sketch of a building and landscape. So त्यो चाहिँ म यहाँनिर हाइडवेको रेस्टुरेन्टमा बसेर हेरिरहेको छु सर कुशल सुतिरहेको छ म यहाँ सञ्जय पुरीको कन्सेप्चुअल हेर्दैछु सो वी गेट इन्स्पायर्ड at anywhere, everywhere, at any time, every time, because in our blood we have pahadiyo ka hawa ani design, construction, work and work. यहाँ चाहिँ हाम्रो ब्रेकफास्ट आएको छ सो हाम्रो सेफ सरले यस्तो राम्रो ब्रेकफास्ट रेडी गर्नुभएको छ सुनिल सर हाम्रो सेफ सर बेस्ट हो है यो भिडियो तपाईँ बाटोमा आइपुग्यो भने हेर्नु होला र हाम्रो अभिषेक सर हाम्रो लिँदै हुनुहुन्छ होइन के अरे रमाइलो भइरहेछ सबैजनाले हाम्रो एम आर्किटेक्टको भ्लग चाहिँ हेर्नु होला र प्रतिक्रिया दिनु होला है त